हेलो सबैजनालाई स्वागत छ मेरो च्यानलमा। आज चाहिँ मैले एउटा भ्लग बनाऊँ भनेर अनि अहिले म छु साउदी। के गर्न भन्दाखेरि यहाँ पैसा कमाउन। अब चाहिँ म काममा जान लागेको छु। मैले चाहिँ आज एउटा भिडियो बनाइदिइहालौँ न त भन्ने हिसाबले भिडियो बनाउँदैछु। सबैजनाले हेरेर सपोर्ट गर्नु होला भन्न चाहन्छु। अनि कतिजना नयाँ हुनुहुन्छ सब्सक्राइब गर्नु होला अनि लाइक सेयर कमेन्ट गरिदिनु होला भन्न चाहन्छु। अनि म चाहिँ अहिले यस्तो रुखहरू पनि छ साउदीमा। सबैजनालाई स्वागत छ। सबैजना सन्चै हुनुहुन्छ होला भन्ने आशा गर्दछु। अनि प्लिज सपोर्ट मी एन्ड सब्सक्राइब लाइक सेयर गरिदिनु होला भन्न चाहन्छु। अनि मैले चाहिँ खासमा यो भिडियो चाहिँ लोभ पछिको लागि पनि हुन्छ भनेर मैले बनाएको खासमा। तर मान्छेलाई अलिकति नहुने शान्ति नहुने मान्छेलाई लाइक सेयर पनि चाहिने है प्लिज है। अरूमा चाहिँ गाउँ जस्तो पनि छ बजार जस्तो पनि छ। म चाहिँ अहिले छु साउदीको उनी चाहिँ अल कासिम। तपाईँहरू कहाँदेखि हुनुहुन्छ प्लिज सक्नुहुन्छ भने कमेन्ट गर्नुहोस्। उकाली ओह्राली छ धेरै यहाँ चाहिँ फेरि म बस्ने ठाउँतिर त अल कासिम हुने जा। तपाईँहरू कुन ठाउँ हुनुहुन्छ नेपाली त प्राय हामी युवाहरू त बाहिरै जाने हो। सके ठुलो देश नसके यस्तै ठाउँ होइन र। जस मैले मेन ठाउँ मात्रै देखान्छु। मेरो त सबैजना सन्चै हुनुहुन्छ होला भन्न चाहन्छु। अनि चाहिँ ठिक छ अहिले चाहिँ म यति नै बनाउँछु। बाँकी चाहिँ म गइरहेको छु। हेर्दै गर्नु होला। म सही यहाँको चाहिने ठाउँ देखाउँछु। बाँकी पछि हेलो गाइज फेरि स्वागत छ है। म चाहिँ अहिले आइसकेको छु जाने रेस्टुरेन्ट जाने बाटोको बिच बाटोमा। अनि म चाहिँ अहिले छु पार्कनिर। सो सबजनालाई फेरि पनि स्वागत छ। अनि मै भनिरहेको छु म चाहिँ मेन जग्गा मात्रै देखाउँछु। यतातिर घर छ। अनि किन भन्दाखेरि म यति गरिब भइसकेँ कि मेरो मोबाइल फुल भइसक्यो स्टोरेज। अनि यस्तो हालतमा छु कि डिलिट पनि गर्न सक्दैन न त अर्को किन्न नै सक्छु मोबाइल। अनि वाउ यहाँ त बल पनि फल्ने रहेछ त्यो खजुरमा बल त्यहाँ खजुर अलिक मात्रै छ। पहिला चाहिँ यहाँ धेरै थियो। ओहो खाना पाइने भयो खजुर यहाँ फ्रीमा भनेको त कहाँ हुनु टिपेर लगिदिने रहेछ। तर केही छैन। मैले चाहिँ आफू बस्ने रुमको घरमा चाहिँ पाइन्छ त्यहाँ चाहिँ धेरै खाएँ मैले। हामी यस्तो मजाले खायो कि घरतिर काफल टिपेर जस्तो गरेर खायो हामीले त मजा आयो हिजोस्। अनि यहाँ चाहिँ यो सरकारी स्कुल पनि छ। अनि पार्क हो। यहाँ चाहिँ साँझतिर आमा है साउतिर कस्तो मान्छेहरू साँझ पाती हान्न आउँछ। कति मान्छेहरू आमा पुरै पिकनिक खान आउँछ। यहाँ घर पुरै सुत्दाहरू धेरै बुढोहरू पनि बसेर टक्क यहीँ ग्यास लिएर पकाएर खान्छ। रमाइलो छ यहाँ। केटाहरू पुरै भलिबल खेलेर हुन्छ भलिबल त होइन फुटबल खेलेर हुन्छ। अनि नानीहरू पनि खेलेर हुन्छ। पुरै मान्छे प्याक हुन्छ। फोहोर त्यस्तै बनाएको हुन्छ। बिहान आउने बेला चकाचक पुरा क्लिन। किन भन्दाखेरि यहाँ बलुडिया सरकारी तिनीहरूले सफा हानिदिन्छ। बङ्गालीहरू हुन्छ नेपालीहरू त हुन्छ होला। नेपालीहरू पनि नेपालीहरू नहुने कुरै छैन भनेर त हुन्छ होला। हुन्छ सफा गर्न आउँछ यहाँ। मुस्लिमहरूको मस्जिद छ। अनि उता चाहिँ मेन रोड हो अनि साइड रोड। अनि म आउन लागिसकेको छु। फेरि पनि भन्दछु स्वागत छ। फेरि पनि स्वागत छ सबजनालाई। प्लिज सब्सक्राइब सपोर्ट चाहिएको छ मलाई चाहिँ। दुःख पोख्ने त के पोख्ने र दुःख त सबको हुन्छ है। रुखहरू धेरै छ। हिम बस्ने ठाउँतिर त आमा शीतल हावा पनि कस्तो शीतल चलिरहेको त। म होटलको बिच ठाउँमा आइपुगेको छु। प्लिज म सबै देखाउँदिनँ किन भन्दाखेरि मेमोरी फुल समस्या क्या
अब 1000 सब्सक्राइब पुरै पैसा कमाएर किन्ने हुँदैछ भनेर त्यही भएर सपोर्ट गर्नु होला प्लिज सब्सक्राइब पुऱ्याएर भ्युज पुऱ्याएर मोबाइल किन्ने भनेको भन्ने सो त्यसै हो त्यस्तो त सम्झिने मात्रै त कहिले सो स्वागत सबैजनालाई म चाहिँ आइसकेँ अब चाहिँ टक्क रेस्टुरेन्टभित्र यहाँ चाहिँ माछा प्यान्ट चाहिँ पाइन थाहा होइन तर टक्क आइसक्यो यहाँ चाहिँ त्यहाँ कसरी लगाउनु पर्छ सेतै खलास अब चाहिँ म तपाईँहरूलाई पछि बनाउँछु प्लिज नयाँ हुन्छ भने प्लिज सब्सक्राइब सपोर्ट मी अनि लाइक सेयर चाहिँ गर्न नबिर्सिनु होला म चाहिँ अहिले चाहिँ साउदीमा प्लिज 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 डोन्ट फर्गेट मी है सबैजना सपोर्ट गरिदिनु होला धन्यवाद आजको भ्लग यति बनाउँछु भयो भने पछि बनाउँछु अब भएन भने अब फेरि पनि बनाउँदै गयो भने गएन भने फेरि बिस्तारै बेला बेलामा बनाउँछु त्यसलेसम्मलाई हेर्दै गर्नु होला धन्यवाद थ्याङ्क यू